वेलकम टु माई न्यू ब्लग गाइज होइन म चाहिँ उठिसकेँ होइन अहिले चाहिँ बिहानको 5 बजिसक्यो अनि यत्तिकै गाह्रो छैन केटाहरू विदेशमा होइन 5 बजी उठेर निन्द्रा लगाइरहेको होइन नेपालमा आमा बाउसँग बसेको जस्तो होइन अहिले सुत्नुलाई मजा भइरहेको तिमीहरूलाई होइन त्यस विदेश आएपछि थाहा हुन्छ कतिको गाह्रो पर्दो रहेछ भनेर होइन त्यो केटाहरू यसमा गाह्रो छ सोचेको जस्तो छैन अहिले 5 बज्यो अब 5 बजी उठेर काममा जानुपर्छ काम गरेर महिनाहरू पैसा आउनु गएको फिहाल्नु सकिन्छ रुम भाडा फी यता गर उता गर गाह्रो छ केटाहरू विदेशमा सोचेको जस्तो सजिलो छैन बिहान बिहान उठेर चाहिँ होइन चिसो पानीले ट्याक्क होइन मुख धोएर हुन्छ चावल मैले लास्टै जाडो छ होइन जाडो महिना चिसो पानीले मुख धोइनुलाई गाह्रो पर्छ होइन तर पनि मुख धुँदाखेरि चाहिँ बिहान बिहान होइन चिसो पानीले धोयो भने हल्का फ्रेस हुन्छ कि मान्छे चाहिँ सोनी हेर्नसँग कति एउटा 2टा फेसेस छ होइन एउटा यो छ अनुहार जस्ताको त्यस्तै जति फेसेस लगाएर चाहिँ गर्दा पनि कहिले राम्रो हुने होइन सो त्यही कुराहरू होइन अब मुख सुख धुनु पऱ्यो कफी सफी खानु पऱ्यो अनि जानु पऱ्यो काममा नेपालमा मम्मीहरूसँग बस्दाखेरि अथवा घरमा बस्दाखेरि मात्र सजिलो केटा जति बेला सुत्दिनु भयो जति बेला घर आइदिनु भयो आफूलाई जे मन त्यही गरिदिनु भयो होइन विदेशमा त्यस्तो गरेर हुँदैन किनभने आफ्नो रुल्सले चल्दैन काममा जाने पऱ्यो जाडोमा पनि उठेर यहाँ माइनस छ क्या अहिले अब माइनसमा उठेर साइकल पेटेर कसलाई मन लाग्छ काममा जानुलाई होइन मन त सुत्न मन लाग्दैन सबलाई होइन तर अब बाध्यता भन्देखि अब आफ्नो रहर आफ्नो सपना भन्ने होइन तर अब उठ्नुपर्छ जानुपर्छ केटाहरू होइन अल्छी गरेर यताउति गरेर भोलि आफूलाई पनि गाह्रो हुन्छ सो त्यही हो अब म चाहिँ कफी सफी खान्छु होइन ट्याक्क यहाँ पानी तातिसकेको छ अनि आज चाहिँ मेरो 12 बजीसम्म काम छ अब चाँडै कफी खानु पऱ्यो होइन चाँडै कफी खाएर काममा चलिदिइहाल्नुपर्छ अनि मुख धोएपछि अर्कै देख्यो होला मान्छेले अघि त उठ्दाखेरि त कस्तो औडा देख्यो होला अनि यो चाहिँ मेरो क्रिमहरू छ स्पिकर पनि छ पर्फ्युमहरू पनि छ होइन सो त्यही अब म निक्लिनु पर्छ अब कसलाई मन हुन्छ र होइन राति काममा जानुलाई नसुती अनि बिहान 4-5 बजे उठेर काममा आउनलाई कसलाई मन हुन्छ र होइन कसैलाई मन हुँदैन मन त अब सबलाई सुतिराखौँ भन्ने मन हुन्छ नि त तर अब गर्छु भनेर आइसकेपछि सुतेर बसेर हुँदैन होइन अनि अब सङ्घर्ष भनेको छँदैछ जिन्दगी भनेको चाहिँ के रहेछ भन्दाखेरि मलाई लागेको चाहिँ यही रहेछ क्या भाग दौडै रहेछ क्या सानोमा बाउ आमाले स्कुल जा भनेर दौडाउँथे स्कुल गइसकेपछि अब स्कुलमा गएर साथीहरूभन्दा अलिकति अगाडि हुँ फर्स्ट टाइम भनेर दौडिन्थेँ स्कुल सकिएपछि कलेज जानलाई दौड्यौँ कलेज सकिएपछि अब विदेश जानलाई दौडियो अनि अब अलिकति बुझ्ने भयो अलिकति ठुलो भयो त्योभन्दा अलिकति अगाडि बढौँ भन्दा भागदौड गर्दा जिन्दगी सकिन्छ जस्तो लाग्छ मलाई सो त्यही हो केटाहरू होइन डिमोटिभेट हुनु हुँदैन आफ्नो लाइफ राम्रो बनाउने हो होइन अब दुःख भनेको छँदैछ अब पहिला नेपाल हुँदाखेरि त्यही आमा बाउसँग बस्दा कति कुराहरू अक्क लाग्थ्यो किचकिच गरे जस्तो लाग्थ्यो तर अब अहिले विदेश आइसकेपछि त्यही आमा बाउको मायाको लागि त्यो तडपिन्छौँ नि त घर जानु पाए हुन्थ्यो आमा बाउसँग बस्नु पाए हुन्थ्यो भन्ने होइन त्यही भएर नजिक हुँदाखेरि त्यो कुराको चाहिँ कदर गर्ने गरेर सबजनाले किनभने टाढा भएपछि पाइँदैन त्यस्तो कुराहरू होइन घर परिवारको साथ आमा बाउको काख भनेको प्यारो हुन्छ सो अब अहिले यतिको राति उठेर काममा जानुपर्छ आफै खाना बनाउनुपर्छ आफै खानुपर्छ राति कामबाट आउँदाखेरि भोक लागिरहेको हुन्छ होइन रुममा खाना बनाउँदैन अब आफैले बनाएर खानुपर्ने हुन्छ गाह्रो छ भनेको जस्तो हुँदैन तर अब बिस्तारै आफूले भनेको जस्तो दिन पनि आउला होइन लाइफमा
सो अनि अब म चाहिँ काममा जाँदैछु होइन। अनि आज चाहिँ 12 बजीसम्म काम छ मेरो। अनि 12 बजेसम्म काम गरेर त्यसपछि आएपछि फेरि भेट्नुपर्छ। अनि जसले पनि भिडियो हेर्दै हुनुहुन्छ होइन, सबै के भन्न चाहन्छु भन्दाखेरि अलिकति सपोर्ट गरिदिनु होला, अलिकति माया देखाइदिनु होला होइन। किनभने स्ट्रगल गर्दैछु हल्का। अब हुन त कति मान्छेहरू हाँस्छन् होला मेरो भिडियो देखेर होइन, त्यो मलाई खासै हाँसे भनेर मतलब पनि लाग्दैन। किनभने मैले गर्छु भनेर आँटेँ हो नि त होइन। मलाई भ्लग गर्नलाई अब आफ्नो एउटा हुन्छ नि, सब कुराहरू मनपर्ने भएर म गर्छु भनेको होइन। हाँस्ने मान्छेहरू हाँसिराख्छन्, तर आफूले गर्ने कुराहरू छोड्नुहुन्न लाइफमा होइन। तिमीहरू जे पनि गरिरह होइन, काम गरिरह या सानो सानो कुराहरू सिकिरह भने अरू मान्छेहरू हाँसे भनेर त कुरा कहिले पनि लाइफमा नछोड केटाहरू होइन, कहिले पनि छोड्नुहुन्न। किन भन्दाखेरि जुन कुरालाई पनि होइन टाइम दिएर त्यो कुरा गरिरहेको भने एक न एक दिन हुन्छ होइन, अवश्य जस्तो लाग्छ मलाई होइन। त्यो आफूले सोचेको जस्तो टाइम आउँछ एक दिन। सो त्यही भएर केही कुरा पनि आफूले आँटेपछि छोड्नुहुन्न होइन, त्यही हो। मेरो चाहिँ अब आज छुट्टी भइसक्यो होइन। अनि त्यसपछि म चाहिँ घर फर्किँदैछु साइकलमा केटा हो। जाडो छ लास्टै बाहिर त यार कसम भनेको होइन। यसरी मैले भिडियो बनाएको देख्यो भने होइन, पुलिसले आएर अहिले भर्खर 4-5 लाखको फाइन हान्छ। त्यही भएर बाई बाई, म यसरी भिडियो बनाउँदिनँ। मलाई पैसा एकदम धेरै प्यारो छ गाइस। त्यही भएर यसरी कसरी नबनाऊँ होला है, साइकल चलाउँदै भिडियो बनाउन चाहिँ दामी हो जापानमा होइन। पुलिसले देख्यो भने अहिले अब हाइवेको बाटोमा हो नि त, पुलिसले देख्यो भने चाहिँ चिट काटिदिन्छ समातेर होइन। अनि त्यस्तो चाहिँ राम्रो होइन। अब यति दुःख गर्नुपर्छ पैसा कमाउनलाई, अनि त्यही पैसा पनि पुलिसले चिट काटेर 4-5 मान यताउति भयो भने त झ्याउ भयो नि त केटा हो। अनि यो हेडफोन छ नि, हेडफोन लाएर पनि चलाउन मिल्दैन साइकल होइन। त्यही भएर केटाहरू यस्तो गर्नुहुन्न, मैले चाहिँ गरिरहेको छु होइन। अरूले चाहिँ नगर्नु होला, यो स्टन्ट घरमा ट्राई नगर्नु होला कसैले पनि। सो बाई बाई, अहिले घर गएपछि भेटौँला गाइस। यति धेरै चिसो छ, पानी पर्ला ल मा कसम खतरा ठुलो पानी पर्ने भयो अरे। मेरो ज्याकेटमा पानीको थोपा थोपा सब देखिया छैन होला। ल केटा हिउँ पर्यो होइन, हिउँ यो हिउँ पर्यो होइन, पानी पर्यो हाल्नु होइन केटाहरू, हिउँ पर्यो हो। त्यस्तो हुन्छ हिउँ, पानी जस्तै पर्छ अहिले चाहिँ। आज हिउँ पर्छ छ बब्बालमा, माथिबाट सर र पानी जस्तै झरेको क्या सेम पानी परे जस्तै। मजा त मजा आएको, तर म यहाँ बिराम भइन्छ भने डर हो नि त। ओइ खतरा आज हिउँ खतरा पर्छ केटा, म देखाउँछु ल हिउँ पर्छ बब्बा। म चाहिँ रुम आइसकेँ होइन। अनि यो अन्त मजा होइन, काम गरेर आउनुको मजा नै छुट्टै खालको। रुम आउँदाखेरि आफ्नो रुममा आएर ट्याक्क होइन एसी चलाएर चिसो महिनामा ट्याक्क लुगामा पल्टेर बस्नुलाई कति आनन्द आउँछ यार। यो हो नि त आनन्द भनेको यार। सो रमाइलो लाग्छ काम गरेर रुम फर्किँदाखेरि। मुख नभए नि हान्छ मिसो छ नि त होइन, तर यसो आफ्नो केयर गर्नुपर्यो नि त होइन। फेसलाई फेरि केयर गरेन भने पिम्पल सिम्पल यताउति सब आउँछ होइन। हेर न डार्क सर्कलबाट कति धेरै डार्क सर्कल बस्छ, लास्टै डार्क सर्कल बस्छ कि मेरो। फेरि केटाहरू आफ्नो अनुहारको चाहिँ हल्का केयर गर्ने गर होइन। किन भन्दाखेरि यो अनुहार भनेको करोडौँको हो नि त, करोडौँमा बिक्ने अनुहार हो नि त। कहाँलाई यत्तिकै त्यो जोर बनाएर राख्नुहुन्न नि त होइन। करोडौँमा बिक्ने अनुहारले त यसो चिल्लो पारेर होइन ट्याक्क राम्रो छ होइन। सो त्यही भएर बेला बेलामा फेसियल पनि गर्ने गर केटाहरू होइन। फेरि कुनै कुनै केटाहरूको कस्तो हुन्छ भने सोच भन्दा होइन, केटाहरूले त केटाहरूले युज गर्छ र केटाहरूले युज गर्ने नै होइन नि, यो त केटीहरूले युज गर्ने टाइप हो क्या। त्यो केटाहरूले के भन्न चाहन्छु भने केटाहरू अहिले तिमीहरूको अनुहार बिगाऱ्यो भने पछि गएर पछुताउनु पर्छ होइन। त्यो भएर पछि पछुताउनुभन्दा बरु अहिले राम्रोसँग युज गरेर आफ्नो अनुहार हल्का राम्रो बनाएर होइन, नत्र भने पछि गएर ठिक पहिला गर्नुपर्ने रहेछ, पहिला गरिन अहिले यस्तो भनेर अनुहार भन्ने जस्तो नहोस् होइन। त्यो भएर केटाहरू तिमीहरूको लागि चाहिँ यो भिडियो होइन मेन हेर होइन। जो तिमीहरूको साथीले त्यो फेसियल सेसियल त केटीले युज गर्ने यताउति भन्दा पनि त्यस्तो साथीलाई चाहिँ ट्याग गर है यो भिडियोमा। मुख धुनुभन्दा अगाडि मेरो अनुहार यस्तो छ, मुख धोएपछि कस्तो हुन्छ हेर आफै चेन्ज। लास्टमा चाहिँ केही नभइदिरहेको थियो क्या, बिल्ला भइदिरहेको थियो क्या।
फर्स्टमा चाहिँ मजाले यो लगाउँछु होइन, यसले चाहिँ हल्का डार्क सर्कलहरू निकाल्छ होइन, अनि अलिक सफा बनाउँछ। हार्ड मेनहरूको स्किन हार्ड हुन्छ नि त, स्किन हार्ड भएको मान्छेहरूको लागि चाहिँ यो होइन फेस वास लगाएपछि चाहिँ लास्टै चिसो हुन्छ। केटाहरूको अलिक फेस अब केटीहरूको जस्तो स्मुथ त्यो अलिक कमलो हुन्छ नि त, हार्ड टाइपको स्किन हुन्छ, अनि त्यो हार्ड गर्दा क्रिम लगाउनुपर्छ केटाहरू। अब आफ्नो आफ्नो फेस अनुसार हुन्छ क्रिम पनि। जुन अब मैले लगाइरहेको क्रिम अरू मान्छेहरूलाई होइन सुट नगर्नु, त्यो चाहिँ आफ्नो फेस अनुसार होइन, आफ्नो फेस कस्तो छ त्यो अनुसार लगाउने हो होइन क्रिम। अब यसले नि यो लगाएर चाहिँ यसले यो लगायो मन त्यही लगाइन्छ भनेर लगाउने होइन कि, आफ्नो फेसमा जुन क्रिम सुहाउँछ होइन, आफ्नो जुन क्रिम चाहिँ आफ्नो फेस अब ओइलीवाला फेस छ कि सुक्खावाला फेस छ कि कस्तो फेस छ त्यो हेरेर चाहिँ फेस वास गर्ने होइन, जुन बाहिर लगाएर नि हुँदैन। अहिले यतिको यस्तो भइसक्यो है, एउटा फेस वास लगाएर। अनि त्यसपछि मेरो अर्को फेस वास यो फेस वासले चाहिँ होइन त्यो ग्लो लिएर आउने टाइपको क्या, गोरो बनाउने टाइपको होइन, त्यसले चाहिँ गोरो बनाउँछ, अलिक साइनिङ आउँछ होइन यो लगाएर। फेस वास लगाएर होइन हल्का यस्तो गर्नुपर्छ क्या, मिच्नुपर्छ क्या अनुहारलाई होइन, अनि बल्ल किन हो आफै तिमीहरूले डिफ्रेन्स भेटाउँछौ कि पहिलाको अनुहार र अनुहार फेस वास लगाएर मुख धुने गऱ्यो भने आफूलाई नै थाहा हुन्छ क्या पहिलाको फेस कस्तो थियो अनि अहिले कस्तो भयो भन्ने कुरा। त्यो एक दिन लाउने अनि नलाउने त्यस्तो गरेर त हुन्न होइन, तर जस्ट टाइम पार्टी बेलामा गर्ने एउटा त्यो लगाएपछि चाहिँ होइन यसले चाहिँ अझै राम्रो बनाउँछ कि लगाएर केटाहरू। अघिको मेरो अनुहार र अहिलेको अनुहारमा कति डिफ्रेन्ट छ, डिफ्रेन्ट त देखियो नि अलिकति। तर फेरि कसैको अनुहार कस्तो हुन्छ भने फेस वास लगाएर मुख धुँदाखेरि चाहिँ होइन लाइटिङ अब गोरो देखिन्छ होइन, अनि बाहिर गएपछि कालो देखिन्छ कि। त्यो चाहिँ किन भन्दाखेरि त्यो स्किन टोनै त्यस्तो खान्छ कालोवाला टाइपको, अनि त्यही भएर त्यो बाहिर गएपछि हल्का कालो देखिन्छ क्या। जस्तो ऐनामा हेर्दा अहिले यस्तो चिल्लो राम्रो गोरो जस्तो फिल हुन्छ होइन आफूलाई चाहिँ, तर बाहिर गएर अब भन्न बाहिर गएर यताउति हिँड्दाखेरि चाहिँ अनि अनुहार त्यो कालो देखिने चाहिँ त्यो भएर हो क्या हाम्रो। किनभने अनुहारै कालो भएर होइन, गोरो मान्छे भएको चाहिँ गोरै देखिन्छ। अब कालो मान्छे भएपछि आफ्नो फेस पुस्नको लागि चाहिँ छुट्टै एउटा टावल सानोवाला टावल युज गर, किनभने हामीले त्यो अर्को ठुलोवाला टावलले ज्यान पनि पुसिरहेको हुन्छौँ, खुट्टा पनि पुसिरहेको हुन्छ। अनि त्यो भएर अनुहारमा धेरै पिम्पल आउने चाहिँ त्यस्तो भएर पनि हुन्छ है। फोहोरहरू भयो भने चाहिँ पिम्पल पनि आउँछ क्या होइन। सो अघिको अनुहार र अहिलेको अनुहार अलिकति डिफ्रेन्ट हजुरहरूले देख्न सक्नुहुन्छ होइन, डिफ्रेन्ट भइसक्यो हल्का। सो त्यसपछि अब मेरो चाहिँ निभियाको मोइस्चराइजर चाहिँ म लगाउँछु होइन, किनभने अनुहार लास्टै जाडोमा मेरो धेरै फुट्ने क्या, अनुहार लास्टै फुट्छ त्यो भएर यो लगाउँछु होइन। यति गरेपछि भयो अनुहारलाई। मलाई अनुहार त्यस्तो गोरो चाहिएको होइन कि, तर अनुहारमा चाहिँ दाग सागहरू चाहिँ नहोस् कि, सिम्पलको दागहरू होइन। मेरो अनुहारमा फेरि दाग अलिक धेरै हो कि, काटेको दागहरू सानमा धेरै लर्ने क्या, अनि त्यो कोपार दिने मुखतिर यस्तै गरेर चाहिँ हल्का दागहरू हल्का धेरै छ अनुहारमा होइन। यो दागहरू गएर होइन कालो जस्तो लाइटिङवाला होइन अनुहार चाहिँ कस्तो भन्दाखेरि सफा टाइपको कालो होस् क्या, त्यस्तो चाहिँ मलाई एकदम मन पर्छ होइन, मलाई गोरो हुनु छैन त्यस्तो। सो गाइस त्यही हो, कामसाम सकेर म रुम आइसकेँ होइन। अब आज म यो भ्लग यहीँ इन गर्नेछु होइन, अनि फेरि अब अर्को भ्लगमा भेट्नुपर्छ होइन। अनि त्यसपछि यसो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला होइन, मन पऱ्यो भने अलिकति सपोर्ट देखाइदिनु होला गाइज, किनभने बिस्तारै स्ट्रगल गर्दै अगाडि बढ्दै मेरो होइन अब लाइफमा के हुन्छ सबजनालाई देखाउँदै होइन हाम्रो अब यसरी नै अगाडि बढ्नुपर्छ। त्यही भएर सबजनाले सपोर्ट गरिदिनु होला। बाई बाई।